देशैभरि पानी परेको अवस्थामा पनि यो बुटलमा चाहिँ पानी नपर्ने रहेछ। होइन यो बुटल नेपालमा पर्दैन क्या हो, तर अलिकति चिसो मौसम चाहिँ थियो, त्यही भएर दसैँ सकिए पनि केटाहरूसँग मासु पोलेर खाने प्लान भयो। त्यसका लागि हामी ट्राफिक चोक पुग्यौं यहाँको भाइरल कफी खान। यहाँ चाहिँ कोल्ड र हट दुवै पाइदो रहेछ कफी। हट वाला अर्डर गरियो अनि अंकलको कलाकारिता हेर्दै कफी बनाउन पनि सिकियो भाइरल वाला। त्यही पनि लु भयो हाम्रो कफी तयार। अंकलले धाराको टुटी बन्द गर्नुभयो र कपमा हालेर चोको पाउडर पनि हाल्नु भयो। लु कफी पनि खाइयो, मिठो रहेछ एकदम। अनि प्राइस चाहिँ जम्मा 80 रुपियाँ। तर सेकुवा खै त, त्यो चाहिँ हामी घरमा गएर बनाउँछौं। त्यसका लागि सुरुमा मासु लिन गइन्छ, त्यसपछि माट जहाँ यो ग्रिल र कोइल किनिन्छ त्यो लिएर घर पुगिन्छ। घर पुगेर इट्टा जोडेर जुगाड लाएर चुलो तयार पारिन्छ अनि मासु म्यारिनेट गर्न थालिन्छ। मासुलाई भाडामा फालिन्छ, बीबीक्यू सस हालिन्छ, अदुवा लसुन अनि नुन, किनकि नुन बिनाको धन ठुलो कि धन बिनाको नुन। उता चुलोमा आगो तयार हुन्छ, त्यसमाथि ससेज अनि मासु हालेर मस्त एकछिन पोलिन्छ। ससेज मिठो आगोमा पोलेको अनि मासु पनि एकदमै दामी। हजुरहरु पनि अहिले यस्तो मौसममा कतै बाहिर ननिस्किकन आफ्नो फ्यामिली र फ्रेन्डसँग यसरी नै बसेर इन्जोय गर्नु होला भन्दै आजको लागि यति नै।